यो दृश्यलाई नजरअन्दाज गर्नै सकिन। यो प्रकृति कति अद्भुत छ अनि यो आमा भन्ने शब्द साँच्चै महान छ। म चाहिँ एक आर्ट टिचर भएकोले बच्चाहरूलाई विभिन्न तरिकाले विभिन्न दृश्य विभिन्न मेसेज भरिएको आर्टवर्कहरू बनाउन सिकाइरहेको हुन्छु र इन्भाइरोमेन्ट डे भएकोले उहाँलाई चाहिँ इन्भाइरोमेन्टमा ट्रीहरूलाई सेभ गर्नुपर्छ। रुख बिरुवाहरू भनेको चराचुरुङ्गीहरूको घर हो, जनावरहरूको वासस्थान हो अनि हाम्रो लागि अक्सिजनको भरपूर स्रोत हो भनेर उहाँलाई आर्टवर्क मार्फत सिकाइरहेको थिएँ। एक्कासी मेरो नजर स्कुलको झ्यालबाट देखिएको यो दृश्यमा पर्यो, जुन दृश्य देख्दा एकछिन मलाई टक्क अडाएको थियो, सोच्न बाध्य बनाएको थियो। साँच्चै प्रकृति कति महान छ अनि प्रकृतिमा रहेका यी जीव जनावर अनि पशु पन्छीहरू उनीहरूको पनि आफ्नै जीवन छ, आफ्नै सङ्घर्ष छ, आफ्नै एउटा कहानी छ, आफ्नै कथा छ अनि व्यथा छ। एउटा चराले रुखमा नभइकन बत्तीको पोलमा गोड बनाएर आफ्नो बचेराहरू हुर्काइरहेको यो दृश्यले एकछिन मलाई चसक्क पार्यो। हामीले रुखहरू काट्छौँ, रुख बिरुवाहरू कम रोप्छौँ, भएकालाई पनि मार्छौँ, यसको असरले गर्दा पनि हो कि भन्ने लाग्यो। तर पनि त्यो सानो साँगुरो अनि यस्तो उचाड घाम पानी हावा हुरी अनि दुश्मन चराहरूबाट बचाएर जोगाएर राख्नु, एउटा चराले आफ्नो जीवन चलाइरहेको र आफ्नो बच्चाको लागि सङ्घर्ष गरिरहेको, यहाँबाट धेरै कुरा सिक्न सकिन्छ। र मैले यही दृश्य हेरेर नै बच्चालाई उस्तै नभए पनि केही दृश्यहरू चित्रण गरेको थिएँ। बच्चाहरू पनि साह्रै मन भइरहेको थियो। व्यावहारिक शिक्षा नै अहिलेको आवश्यकता भएकोले यस्ता वास्तविक दृश्यहरू नजिकबाट अवलोकन गर्दा धेरै कुरा सिक्न अनि जान्न सक्दो रहेछ। यो चरा चाहिँ मैले बुझिहालेँ, यो चाहिँ चिबे चरा रहेछ। अनि हजुरको त्यो चरालाई के भनेर चिन्नुहुन्छ? जुन चाहिँ हेर्दा कागज जस्तै देखिन्छ तर सानो खालको हुन्छ अनि यसको चाहिँ 4वटा बच्चाहरू रहेछ अनि 2टा भालेपोथी जोडी होला। उनीहरूले पाले पालो बच्चाहरूलाई आहारा दिँदै हेरविचार गरेको देख्न सकिन्छ। आमाको यो प्रेम, बाबाको समर्पण, त्याग, बुद्धिमान यो मानव मात्र नभएर जनावर पशुपन्छीमा पनि हुने गर्छ। यो प्रकृति नै एउटा भगवान हो, एउटा सिस्टम हो। आमा बुवा भित्र नै भगवानको बास भएको हुन्छ। उहाँले जन्म दिनुहुन्छ, दुःख सुख गरेर स्याहार्नुहुन्छ, हुर्काउनुहुन्छ, बढाउनुहुन्छ। हामीले सोच्छौँ यो चराचुरुङ्गी जनावरको के नि बुद्धि हुन्छ र के नि गर्छन् र यिनीहरूले सोच्न सक्दैनन् भन्छौँ, तर हामी गलत छौँ। उनीहरूको आफ्नै भाषा छ, तरिका छ। उनीहरूको सर्कलमा उनीहरू महान छन्। उनीहरूले पनि जानेका छन् आफ्नो सन्तानलाई कसरी बोक्राएको छ, कसरी खुवाउनुपर्छ, कसरी सुरक्षित गर्नुपर्छ, उनीहरूलाई कतिको माया दिनुपर्छ, कति केयर गर्नुपर्छ भन्ने कुरा उनीहरूले राम्रोसँग जानेका छन्। मैले भन्दा पनि यो दृश्यले सबै कुरा छर्लङ्ग पारिदिन्छ। साँच्चै मेसेजले भरिएको छ यो दृश्य। यसले केही न केही मेसेज अनि सन्देश दिनेछ भनेर यो भिडियो बनाएको थिएँ। किताब पढेर मात्र होइन, व्यावहारिक अनि प्रकृतिबाट पनि धेरै कुरा सिक्न सक्छौँ, धेरै कुरा जान्न सक्छौँ। जीवन के हो, सङ्घर्ष के हो, त्याग के हो, समर्पण के हो, अर्थ के हो भनेर। सक्छौँ त रुख बिरुवाहरू रोपौँ, प्रकृतिलाई पनि हरियो हराभरा बनाऊ, चराचुरुङ्गीहरूको वासस्थान अनि हाम्रो लागि पनि नभई नहुने अंश भएकोले यो कुरा हामीहरूले जान्नुपर्छ, बुझ्नुपर्छ अनि आफ्नो ठाउँबाट केही गर्नुपर्छ। आशा छ हजुरहरूलाई यो भिडियो मन पर्यो होला। मन पर्यो भने सबैमा सेयर गर्नुहोला र यसबाट धेरै कुरा सिक्नुहोला, सिकाउनुहोला अनि मनन गर्नुहोला भन्दै सम्पूर्ण प्रकृति प्रेमी विश्वले भिडियो हेर्नै पर्छ। थ्याङ्क फर वाचिङ। हजुरको प्यारा आर्टिस्ट एन्ड कन्टेन्ट क्रिएटर सँग बिदिनुहोस्। ओके बाई, टेक केयर।